जब म मरे एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकै गाह्रो पनि भएको थियो। मेरो कानले सुन्न त सक्थ्यो, तर मुखले सुनेको कुरा फर्काउन सकिरहेको थिएन। मेरो अगाडि आउने मान्छे मलाई चिनिस भनेर सोध्थ्यो, तर खै को रहेछ ठम्म्याउनै सकिएन। एक त बुढो भएको शरीर, त्यसमाथि धेरै रोग, तर आज अचानक सबै दुखाइसकियो। एकछिनपछि छोरी आई र बाबा भनेर रुन लागि। श्रीमती चिच्याएर डाँको छोड्दै कराउँदै मलाई एक्लै छोडेर किन जानुभयो, लैजानु सँगै भनेर धुरु धुरु रुन लागि। बिस्तारै रुवाबासीको ताण्डव नै सुरु हुन लाग्यो। फेरि कोही भन्थे बिचरा दुःख पाएको थियो, गएर ठिकै भयो। यस्तै बीचमा कहिले हरियो बाँस ल्याएछन् अनि मलाई सेतो कपडाले बेर्न लागेका रहेछन् कोही। रुवाबासीको पनि चर्को चर्को आवाज आइरहेको थियो। मैले हेर्दा हेर्दै मलाई कपडाले बेरेर बाँसमा राख्न लागे छरछिमेकीहरू र आफन्तहरू। लासलाई छिटो छिटो सिलाउनु पर्छ भनेर एकजना बुढाले भन्दा पो म झसङ्ग भए। हिजोसम्मको जीवित म आज लास पो भएछु भनेर। फेरि पोको पारेको मलाई बाँसमा राखेर बाँध्न लागे सबैजना मिलेर। बिस्तारै आफन्तहरू आउँदै थिए अनि कोही चाहिँ बिचरा एकदम असल मान्छे थिए, गए भन्थे। कोही चाहिँ के गर्नु चलिआएको चलन भन्थे। कोही चाहिँ मसँग अलि दिन अगाडि गरेको झगडा र कल सम्झेर पछुताउँदै थिए। सबैजना जम्मा भइसकेपछि मलाई राखेको बाँससँगै मलाई पनि बोकेर हिँड्ने तर्खर गरे। अगाडि एकजना लाभा फाल्दै राम राम भन्थ्यो र पछाडिकाहरू सत्य हो भन्दै शङ्ख फुक्दै थिए। एकछिनमा घाट पुगे तिनीहरू, म पनि पछि पछि थिएँ। यो घाटमा थाहा छैन म कत्तिको मलामी आएको थिएँ पहिला, तर आज मेरो आफ्नै मलामीसँग मेरै लास जलाउन आएको छु। तल खोलाको छेउमा कसैले पहिल्यै आएर दाउराको चाङ लगाएको थियो अनि खोलामा मेरो खुट्टा धोएर छेउमा सानो आगो बाले। एकजना मेरै घर छेउको बुढाले सबै सामान तयार छ भनेपछि सबै मलामी मिलेर पोकाहरू हेरे। ठिक छ भन्ने उत्तर आयो। ल अब लासलाई चितामा राखौँ भन्ने कोहीको आवाज आयो। सबै मिलेर मेरो शरीरलाई चितामा राखे। पण्डित बाले छोरालाई लाऊ बाबु आगो देऊ, के गर्छौ त बा, चलेको चलन यस्तै हो, संसारको नियम जन्मेपछि मर्नै पर्छ भनेर हातमा आगोको मसाल दिए। अनि फेरि भने ल 3 फन्का घुमेर आगो देऊ। हुन त पहिला मैले आफै कति छोराहरूलाई यसरी नै सम्झाएको थिएँ मलामी आएको बेला, तर आज मेरो आफ्नै चिता जल्दैछ। म आफै रमिते भएको छु। मेरो शमशानको म आफै एउटा साक्षी बनेको छु मेरो मृत्युको। हिजोसम्म दुनियाँ हिँड्ने मेरो खुट्टा, बाँच्नलाई श्रम गर्ने हात, खाने मुख, दुनियाँ देख्ने आँखा, समग्रमा पुरै शरीर सबै तयारी अवस्थामा थिए जल्नको लागि। त्यसको लगत्तै छोराले मसाल लिएर चितामा 3 फन्को मार्यो अनि बिस्तारै मेरो मुखमा राखिदियो। बलिरहेको मसाल, हिजोसम्म तातो चियाले समेत पोल्ने मुख आज आगोले बाल्दा पनि केही भएन। चितामा आगो बल्दै गयो र म रमिता हेर्दै थिएँ। हेर्दा हेर्दै आगोको लपटा पुरै चितामा पुग्यो। म हेर्दै थिएँ, मेरो हात पहिला खरानी भयो अनि खुट्टा। वास्तवमा धेरै पीडा भएको थियो मलाई आफू जलेको हेर्न। त्यो आगोले मलाई जलाउँदै त थियो, तर त्यसको जलनभन्दा पनि आफू जीवित हुँदाको कुराहरूले मलाई पोलिरहेको थियो। छोराछोरी, स्वास्नी, दाई भाइ, परिवार, साथीसँगी कुनै रहेछ त आफ्नो भन्नु। जिन्दगी हुने बेलासम्म सबै आफ्नो हो भन्ने लाग्थ्यो, तर आज आफू पनि त आफ्नो रहेनछु भनेर झन पीडा भयो। बाँचुन्जेल पैसाको नाममा, सम्पत्तिको नाममा, पदको नाममा आदि इत्यादिको नाममा कतिसँग झगडा गरे होला। आखिरमा आफैले जन्म दिएको छोराको हातले जल्नु बाहेक अरू के नै रहेछ त मान्छेको जुनी। तर आज आएर यो सबै सोच्दा पश्चाताप गर्दा म मरिसकेको छु, लास बनिसकेको छु, चिता बनेर जलिरहेको छु। म यता सोच्न थालेँ, उता मेरो शरीर त सकिसकेको रहेछ। कोहीले ठुलो बाँसले मेरो बचेको शरीरलाई पिड्दै थियो। हुन त अब कहाँ त्यो शरीर थियो र मासुको डल्लो मात्र थियो।
त्यही पनि उल्टाइ पुल्टाइ पिड्दै थिए। कोही मलामी भने फर्कने तर्खरमा थिए, कोही भने अब भोक लाग्यो केही खानुपर्छ भन्दै थिए। लौ अब बचेको सानो टुक्रो मलाई एउटा अङ्खरामा राखेर पानीमा बगाइदिए अनि मलाई लाग्यो म सकिएँ। मेरो अस्तित्वबाट नाम निशान सबै हरायो। बिस्तारै साथीले भुल्छन्, मेरो परिवार आफन्तले सबैले भुल्नेछन् मलाई। यही सोचे। एकजनाको मलाई मरेपछि पनि माया लाग्दैछ। चितामा म जस्तै सकिने बेलासम्म पनि सम्झिरहन्छन्। सबै मलामी त फर्किए मलाई बिदा गरेर। तर अब म कता जाउँ? न यमदूत आयो मलाई लिन, न त म उडेर बैतरणी नदी पुगेको छु। मैले जिन्दगीभरि बनाएको स्वर्ग या नर्क खै कहाँ छन्? आज मलाई थाहा भयो स्वर्ग, नर्क, पाप, धर्म अनि भगवान र मन्दिर यो सबै मान्छेको डरले बनेको कुरा रहेछन्। तर अब थाहा पाएर के गर्नु? म त मरिसकेको छु। प्राचीन पद्धति, जीवनमा उन्नति। मेरो स्वास्थ्य, मेरो देश, मेरो आयुर्वेद। ग्यास्ट्रिकदेखि क्यान्सर, किडनीसम्म, शरीरदेखि आत्मासम्म, साथै समग्र उपचारको भरोसा आयुर्वेद। सुस्वास्थ्य र दीर्घ जीवनको मार्ग पूर्णायु आयुर्वेद हस्पिटल, पुरानो बानेश्वर, भीमसेन गोलाचोक।